लु है साथी हो, तपाईँहरू के गर्नुहुँदैछ? हामी चाहिँ अब गाउँ बस्तीमा चाहिँ अलिक छिटै खाना खान्छौँ हो, सहरमा जस्तो होइन। हामी चाहिँ छिटै खाना खाएर छिटो ओछ्यान बस्छौँ, अनि बिहान पनि छिटै उठ्छौँ हो। खाना खाइसकेर चाहिँ म चाहिँ यहाँ ग्यासहरू पुस्दैछु। मेरो छोरीले चाहिँ मलाई भाँडा धुनु हेल्प गर्दैछ। मिली काम गर्छौँ है हामी चाहिँ। मैले भाँडा दिएँ भने यसले ग्यास पुसिदिन्छ हो। कोही बेला चाहिँ नानीले बेसी दुःख दियो भने चाहिँ म जान्छु, यसले गर्छ कुकुरेको काम। खाना पकाइसकेर चाहिँ है टोलमा लै भन्दैछ। यता हेर्दैन अन्त भिडियोमा। हेलो मेरो आन्टीको उसलाई भन्दैन उयो के भन्छ च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला भन्दैन। मेरो आन्टीको भिडियो यता फर्केर भन्दैन त। मेरो आन्टीको भिडियोमा लाइक शेयर सब्सक्राइब गरिदिनु होला। ए लाउँदो रहेछ है भन्नु। कसो अरे शेयर सब्सक्राइब। बेला बेला म पनि डान्स गरेर तपाईँहरूलाई देखाउने छु भन्न। यसले त दामी नाच्छ नि। नाच्नु चाहिँ के हो, डान्स चाहिँ यसले दामी गर्छ कि। तर यो लजाउँछ नि। स्कुलतिर पनि यो नाच्छ नाच्नुको लागि त। त्यस्तै हो। हामी चाहिँ छिटै खाना खान्छौँ। यहाँ चाहिँ च्याप हुन्छ नि त। टाइल्स चाहिँ मेरो यो सेतो भएकोले गर्दा नि खाना पकाउँदाखेरि चिम्नी नै खोल्दाखेरि नि यस्तै हुँदोरहेछ नि त। आज चाहिँ हाम्रो माथि पुण्य डाँडामा चाहिँ मेला लाग्छ नि त। उँधौली उँभौलीको के हो उयो हो नि त आज। के अरे बुद्ध जयन्ती पनि हो। अन्त त्यो पनि के भन्छ त्यो राईहरूको उँधौली उँभौलीको। यहाँ चाहिँ आइताबारी भन्ने जग्गामा चाहिँ माथि पुण्य डाँडामा चाहिँ उहिले चाहिँ डरलाग्दो मेला लाग्थ्यो अरे नि त होइन। यो त ऐतिहासिक मेला हो। अन्त आज पनि थियो, तर म चाहिँ अलिक घरको कामले गर्दा गइनँ। पानी पनि परेको थियो सिकसिक लागेर। नानी र मेरो हस्बेन्ड चाहिँ बिहानै यसलाई पनि लगेर मेला घुमेर आउनुभयो हो। अन्त बाटोमा चाहिँ मान्छेहरू चाहिँ अब त्यहाँ मासु पोलेर खान्छ होइन। सुँगुरको मासु त्यही काटेर पोलेर त्यो चाहिँ मासु खाने मेला भन्दा पनि हुन्छ। मासु पोलेर खाने मेला सेकुवा बनाएर खान्छ। अन्त मातेर चाहिँ अहिले हल्ला गर्दै जान्छ केटाहरू होला बाटोमा। के अरे एउटा आन्टी अघि लड्दै जान्छ नि। हामी त तल 3 घरे सुँगुर हेरेर आएको। उनीहरू बेचेर चाहिँ कता बसाइ जाने अरे नि त। ठुल्ठुलो सुँगुर रहेछ नि त। अन्त चाहिँ बेचेर बसाइ जाने अरे। अन्त त्यहाँदेखि मिल्ने दाममा चाहिँ अब मिल्यो भने चाहिँ ल्याएर चाहिँ यहाँ अलिक दन्याएर चाहिँ बेच्नु। अब अलिक महिना पालेर चाहिँ बेच्नु हुन्छ। सानो सुँगुर चाहिँ साह्रै छिटो बिमार हुने चाहिँ सुँगुरको फार्म चाहिँ त भर्खर हामीले चाहिँ सुँगुरको सानो फार्म स्टार्ट गरेको छौँ नि त। अन्त सानो सुँगुर ल्याएको होइन हामीले। तर त्यो सुँगुर चाहिँ बेसी सानो भएर होला, फेरि यहाँ चिसो भएर पनि होला हो, अलिक राम्रै भएको छैन। अन्त अस्ति चाहिँ हामीले फेरि अर्को सुँगुर पनि ल्यायौँ हो, ठुलो सुँगुर। त्यो ठुलो सुँगुर चाहिँ अलिक राम्रै भयो। के अरे ठुलो सुँगुर चाहिँ त्यस्तो साह्रो उत्यो भएन, स्याहार्नु परेन, अलिक राम्रै भयो ठुलो सुँगुर चाहिँ हो। अन्त अब म चाहिँ यहाँ काम गर्दै तपाईँहरूसँग गफ गर्छु ल। अन्त त्यही भएर चाहिँ ठुलो सुँगुर यसरी त्यो फाइनेन्सको सुँगुर थिएछ नि त, किस्तामा ल्याएको क्या, प्रिमियम तिर्नुपर्ने त्यो लोनमा लिएको उयो रहेछ कि सुँगुर। त्यो सुँगुरहरूको चाहिँ लोन तिर्नु नसकेर चाहिँ बिचराहरूले चाहिँ अन्त ठुल्ठुलै सुँगुर हामीलाई सस्तै दाममा बेचेको नि त। 15,000 रुपियाँ गोटै बेच्यो। 15 महिना 12,000 रुपियाँ गोटै बेच्यो। अन्त त्यो सुँगुर चाहिँ अलिक राम्रो हुँदैछ अहिले होइन। त्यस्तो चाहिँ फाइदा लाग्यो बरु भनेर चाहिँ अन्त ठुलै खालको सुँगुर बरु किनौँ भनेर चाहिँ हेर्नु गएको थियौँ नि त हामी तल। अहिले भर्खर लिएर आइपुगेको। अन्त खाना खाइसकेको। त्यसरी गफ गर्दै नै भ्लग पनि बनाउँदैछु म हो। तपाईँहरू कसरी हिँडेको भन्नुहुन्छ होला। अब यहाँ म टेबल सफा गर्नु पऱ्यो। के भन्नु, टेबल सफा गर्नुलाई चाहिँ यता
तर उता देखाउनै पर्यो कुच्चो कहाँ छ डोल्नु नानीले चाहिँ भात चाहिँ घोप्टाएर टेबलभरि बिहान उठेर चाहिँ फर्स्टमा त्यहाँको भाँडाकुँडा थन्काउनु नि तैँले पानी तर्केको हुन्छ भन्छु जहिले ल अट्टी नअट्टी भयो भने थन्का बहिनी अल्छी लाग्यो नि बरु म आफै थन्काउनु थन्का अल्छी लागेको छैन थन्का नि त त्यसो पानी चिसा चाहिँ पानी त चिसा चाहिँ अनि होस् केही हुँदैन माथि माथिको थन्का न त्यो बेसी भएको चाहिँ त्यहाँनिर ल त्यो उयो टेबल उयो छैन त त्यो त सब्जी राख्ने माथि राखेर सबै कुरो भयो भट्टाभट थन्काइहाल्छ अन्त हो आज चाहिँ त्यसरी नै दिन बित्यो हाम्रो पानी भरेर केटाकेटीसँगै घरमा बसेर नै दिन गयो हो कुकुरले के गर्नुभयो तपाईँहरूले चाहिँ भन्दै हो मेरो चाहिँ कुच्चो पनि बोलाउनु छ नि त यहाँ राख्छु ल यसलाई चाहिँ ज्याकेट खोलेर यहीँ राखिरहेको जग्गामा चाहिँ मान्छेहरू चाहिँ गरमले कस्तो भइरहेको छ भन्छ है गर्मी परेर यहाँ चाहिँ कहिले गरम पनि बढ्दैन हुँदैन चिसोको चिसै यो जग्गा चाहिँ चारोको भाँडाहरू पनि पुरै